नेवारी बुहारी भएर नि खोइ त केही खान पाइँदैन नेवारी परिकार। यसो नेवारको चाड आउन पर्छ साथीहरू। यस्तो क्वेसन त कति आउँछ कि मलाई। तर के गर्नु, म छोरी पो नेवारको त, बुहारी त बाहुनको परे। बाहुनको घरमा नेवारी पर्व मनाउन साध्य नै नलाग्ने। अस्ति एमरी पुर्ने, बुढोलाई लौ न बुढो एमरी बनाउनु पर्यो भनेको, ह्या के दुःख गर्छौ, खान मन लाग्यो 2 चाडा किनेर ल्याइदिन्छु भन्नुभयो। म पनि चुप्पो लाएर बसेँ। तर मेरो आफन्तहरूले लौ न एमरी खुवाउने कहिले हो भनेर फोन गर्नुभयो, मेसेज गर्नुभयो। अनि मैले पनि मेरो माइतबाट ल मलाई त्यो पिठो चाहिँ पठाइदिनु पर्यो भनेर फोन गरेको। चमाजुले पठाइदिनु भएछ काठमाडौँबाट, के त्यहाँको राम्रो हुन्छ त्यसैले। अनि आज जाँगर लगाएर एमरी बनाउन पिठो मुसेको, छोरी उठेर आइहाली। अब एकछिन सुताउन पर्यो, सुताएँ। अनि त्यसपछि रेडी गर्दैछु एमरीको लागि चाकु। अब यो बनाएँ, पिठो पनि रेडी भयो। अनि बनाउँदैछु। यसलाई बनाउन सजिलो छैन, साथ दिने पनि कोही पनि हुँदैनन् क्या बाहुनको घरमा, कसले जान्ने। आफै बनाउँदैछु, ढङ्ग त छैन। यस्तो बन्यो साथीहरू, ल हेर्नुहोस् त।